हेलो एक्सक्यूज मी उसको एक झलक मुस्कान अलग हो यति राम्रै मान्छे हुनुहुँदो रहेछ है नाम के हजुरको सलिना महत्यो वाउ अनि यो के बोक्नु भएको डेली त्यसमा चाहिँ माछा हाल्ने कुरा होइन माछा छ छैन माछा कहाँ हुन्छ र मार्नै गर्छ माछा मान्दैन कि राखेको किन आउँछ माछा मार्न आउँछ नि थारू भएर नआउने कुरा हुन्छ थारू एकचोटि माइक लेख्नु न ल यो लेख्नु न के गर्ने हो यो अलिकति मुखमा लैजानु हो यता हेर्नु तपाईँको शुभ नाम के अरे सलिना महत्तो सलिना महतो यति धेरै महत्व हुनुहुन्छ है हजुर यहाँ महत्तो नै बस्छन् महतो टोल हो यो हजुर तिमीले त मायामा जाने बोलिन्छौ भन्छौ रे ए हजुरको बोयफ्रेन्ड छ छैन यता हेर्नु त बोयफ्रेन्ड खोज्दियौ नबनाउने बोयफ्रेन्ड महत्व नि के अरे कुन कास्टकोसँग बिहे गर्नुहुन्छ तपाईँ म थारूसँगै बिहे गर्छु थारूसँग बिहे गर्नुहुन्छ हजुर यो मनले त जाने बोलिन्छौ भन्छ रे ल साथीहरू म चितवन आएको थिएँ घुम्नको लागि तर यहाँ थारू हुनुहुँदो रहेछ यति राम्री मान्छे हुनुहुँदो रहेछ थारू कल्चरमा बस्नु भएको छ होइन एकदम ब्युटिफुल आयो त्यसपछि उहाँको भिडियो बनाएको उहाँ साथीहरू लजाउनु भयो उतातिरका है तपाईँ कता जानु लाउनु भयो ड्रेस लगाएर अब हामी प्रोग्राममा हजुर प्रोग्राममा जाँदा अब प्रोग्राम डान्स गर्नुहुन्छ हजुर खतरा खतरा त त्यस्तो होइन हल्का हल्का ओ डान्स गरेर भिडियो बनाउनु पाएँ अझ मजा आउँथ्यो है हजुर आज चाहिँ होइन भोलि पर्सि हुन्छ भोलि पर्सि मलाई डान्स गरेर भिडियो पठाइदिनु न त पठाइदिनु म तपाईँलाई पोस्ट गरिदिन्छु हजुर ल भयो हामी ल बाई बाई ल्याउनु हस् बाई है ल बाई बाई कान्छीहरू ल म हिँडिरहेको थिएँ यहाँबाट फोटो खिचिदिने यहाँ आउन शीतलमा फोटो राम्रो आउँछ शीतलमा फोटो राम्रो आउँछ के कालो आउँछ घाममा मान्छे काली त काली नै हो होइन तर काली भए पनि फोटो घाममा खिच्यो भने राम्रो आउँदैन ल कता ढिलो हुँदैन ग्रुप फोटो खिच्ने हो राम्रो निकाल्ने कि नराम्रो राम्रो काली निकाल्ने गोरी ल यस्तो अग्लो निकाल्ने कि होचो निकाल्ने अग्लो यस्तो यस्तो निकाल्दा त को चिनिँदैन यसरी मलाई फोटो खिच्नै आउनु क्या खै पह ल यतिकै बस्छ हो पह यो मलाई खिचिदिन्छु नि त ल यसबाट राम्रो आउँछ पोर्ट्रेटबाट खिचिदिने कि नर्मलबाट